हेलो एभ्रिवान, तपाईँहरू सबैजनालाई स्वागत छ है मेरो च्यानलमा। अनि हामी आज चाहिँ पथरी जाँदैछौँ। अनि म मेरो बुढा अनि मेरो छोरी अनि हाम्रो दाजुभाइ दुईजना हामी मिलेर हामी पथरी जाँदैछौँ। अनि त्यो पथरीमा चाहिँ हाम्रो दिदीको छोरी जन्मेको छ। हामी भेट गर्न जाँदैछौँ। अनि मेरो छोरी चाहिँ अगाडि बाइकमा दाजुभाइसँग बाइकमा हुनुहुन्छ। अनि उहाँहरूले बाइकमा लिएर जाँदै हुन्छ किनकि अलिक अप्ठ्यारो भयो नि त हामीलाई। सो त्यही भएर अनि हामी चाहिँ केराबारीको बाटोहरू जाँदैछौँ। कस्तो राम्रोको बाटोहरू पनि कति राम्रो। अनि आज मौसम पनि कति राम्रो सफा भइरहेछ। मौसमहरू पनि है, पानी पनि परेको छैन, त्यस्तो धेरै घाम पनि छैन, मजा आइरहेको थियो। अनि हामी फाइनली दिदीकोमा पुग्यौँ। अनि दिदीको छोरी त हेर्नु न, दिदीभन्दा पनि प्यारो क्या, यति चाहिँ राम्रै छ कि छोरी। दिदीको छोरीलाई एकछिन बोक्यौँ, चुप्पा खाएँ। अनि त्यसपछि फेरि मेरो छोरीको पाला आयो, फेरि मेरो छोरीले पनि बोक्यो होइन। मेरो छोरी चाहिँ पैसालाई पनि हेर्थ्यो त क्या। अनि त्यसपछि हेर्नु आमा छोरीलाई, आमा चाहिँ कति राम्रो हुनुहुन्छ है। छोरीको बिहे गऱ्यो अनि लिची राम त देख्नै हुँदैन क्या, त्यो पथरीमा लिची रामको भण्डार हुन्छ होइन। अनि लिचीको पाक्ने बेला पनि भएको थियो, तर पनि मैले टिपेर हेर्नु लट्ठीलाई हानेर हातमा चारेर पाक्नु ल्याएर छाडेँ क्या। हागै भाँचेर ल्यायो, धेरै भएर हातमा नअटेर अनि त्यसपछि हामी फेरि पनि हामी गयौँ दिदीलाई भेट्न, दिदीहरूलाई भेट्न गयौँ। अनि हामी पथरीदेखि भित्र हामी जाँदैछौँ होइन, बाटो अनि हामी सबैजना बाइकमा लिएर। अनि हामी हाम्रो दिदीहरूको घरमा हामी पुग्यौँ। अनि हामी त्यहाँ पुगेपछि दिदीहरूसँग भेट गऱ्यौँ, रमाइलो भयो, गफहरू गऱ्यौँ है। कस्तो रमाइलो भइरहेको थियो क्या यो दिन आज। अनि त्यसपछि हामीलाई दिदीको आफ्नै करेछ बारीको काँक्रा हामीलाई खुवाउन आँट्नु भयो। नि हाम्रो भाइले चाहिँ काँक्रा टिप्दै हुनुहुन्छ होइन, कस्तो राम्रो क्या। अनि झन् यो फ्रेस काँक्राहरू है, फ्रेस सब्जीहरू कति मिठो हुन्छ। अनि हामी काँक्रा भाइले पखाल्दैछ। अनि काँक्रा पखालेपछि हामी खान लागेको छौँ। अनि काँक्रा चाहिँ नुन खुर्सानीसँग हामीलाई दिदीले दिनुभयो होइन। कस्तो दामी क्या, हेर्नु न, वाउ कस्तो दामी छ। हामी सबैजना मिलेर नुन खुर्सानीसँग काँक्रा खायौँ है। कस्तो मिठो भइरहेको छ है, गफ पनि मिठो, खाजा पनि मिठो, एकदम फ्रेस बारीको होइन। मेरो छोरीले पनि खाँदैछ, सबैजना हामी मिलेर खाँदैछौँ। अनि कस्तो मिठो भयो, हामी सबैजना खाँदाखेरि खुर्सानी पनि बढी खाएर मलाई पिरो पनि भइरहेको थियो। अनि त्यसपछि फेरि पिरो खाएपछि फेरि चियाको पाला आयो। दिदीले फेरि हामीलाई चिया पनि बनाएर दिनुभयो। अनि हामी सबैजना मिलेर चिया खायौँ, सबजना चिया खाने हुन्छ है। अनि दिदीले बाबुजनले चिया बनाएर दिनुभयो। त्यसपछि हामी फेरि फर्क्यौँ। त्यसपछि अनि हेर्नु न, राति फेरि हामी एकछिन दिनभरि बसेर रेस्ट गरेर फेरि राति हामी कफी खानु गयौँ। राति फेरि हाम्रो बाइकमा टुर हुँदैछ। अनि यस्तो राम्रो क्याफे रहेछ होइन पथरीमा। अनि हामी क्याफेभित्र गयौँ, कफीहरू खायौँ, रमाइलो भयो। यो चाहिँ पथरी चोकदेखि अलिकति भित्र पर्छ। अनि हामी त्यहाँ गएपछि कोही फोटोहरू खिच्दै हुनुहुन्छ, कोही बाइकहरू झिक्दै हुन्छ, कोही भिडियो बनाउँदै हुनुहुन्छ। अनि हामी सबैजना मिलेर हामी गयौँ। अनि त्यसपछि हामी त्यहाँबाट पनि फेरि फर्क्यौँ। अनि फर्किसकेपछि फेरि हाम्रो भिनाजुले सेक्क पोलेर खानुपर्छ हाम्रो साला अनि सालीहरूलाई भन्नुभयो। अनि हाम्रो यहाँ ठुलो दाइले हेर्नु न, फेरि सेक्क पोल्नको लागि पुरा आगोहरू रेडी गरिदियो हुन्छ, दाउराहरू रेडी गरिदियो हुन्छ। हामी सेक्क पोलेर खान लागेको। अनि सेक्क पोर्ने हेर्नु न, फेरि सेक्क पोर्ने कराई हो क्या त्यो चाहिँ। हाम्रो फेरि अर्ग्यानिक कराई भन्छ यसलाई चाहिँ। सेक्क पोल्ने कराईमा हामी सेक्क पोल्न लागिरहेछौँ। अनि पुरा सेक्कको लागि रेडी गरिदियो हुन्छ, पुरा मासुहरू भोटेर। अनि अहिले त अनि म फेरि टमाटरको अचार बनाउनुलाई म तयार गर्दैछु। अनि हाम्रो दाजुले सिक्क पोल्दै कुकरमा हालिदिन्छ भाँडामा। अनि पुरा हाम्रो डान्सहरू पनि चलिरहेको थियो, नाच्दै सिक्क पोल्दै रमाइलो भइरहेको थियो है। नाच्दै सिक्क पोल्दै खाँदै कस्तो रमाइलो भइरहेको थियो। अनि सिक्क पोल्दै डान्स पनि हालिदिएको थियौँ। अनि त्यसपछि हामी फेरि हाम्रो दिउँसो पकाएको हामीले टिकटकहरू बनायौँ। अनि रमाइलो भयो। अनि फेरि हाम्रो कमेडी सबजना मिलेर हाम्रो त फेरि भेट हुने हुँदैन क्या, टिकटक बनायो। अनि त्यसपछि अनि कमेडी भिडियोहरू बनायो है। कोही फेरि यस्तो हुनुहुन्छ क्या हाम्रो टिममा, ग्रुपमा
कोही फेरि मान्नै हुन्न क्या र पनि रिक्वेस्ट गरेर ढोकेर भए पनि बनाउन लगायौँ होइन जति हामीले भिडियो हेर्दा यहाँ सजिलो हो नि त्यति सजिलो चाहिँ छैन क्या रियालिटीमा हामी कति ढोक्नुपर्छ कसैलाई ढोक्नुपर्छ कोही नमान्ने कोही के भन्छ है र पनि हामी म्यानेज गरेर बनायौँ अनि फेरि हामीले अनि भिडियो बनायौँ अनि एउटा गीत गायौँ हामीले एउटा राम्रो कृष्ण गीत गायौँ अनि प्रभुको महिनाको लागि हामीले भिडियो बनाउँदै हामीले गीतहरू गायौँ अनि त्यसपछि गीतहरू गाएपछि हामी रमाइलो गऱ्यौँ अनि त्यसपछि फेरि हामी त्यहाँबाट दिदीहरूको घरबाट हामी फेरि फर्क्यौँ अनि हामी फेरि पत्नी चोकमा हामी फर्क्यौँ अनि फर्केपछि फेरि हामी राति फेरि टिकटक बनाऊँ न भिडियो बनाऊँ न भनेर सुसार गर्न खोजेको हेर्नु दुईजना चाहिँ सुतेर अर्को भाइ पनि हाई गरेर सुत्न आइसक्यो अनि फेरि हामी अहिले रातिको लगभग 12 बजिसकेको थियो अनि फेरि हामी टिकटक बनाउनु भिडियो बनाउनु फेरि बेलुकी पलहरू आउँदैन फाइनल हामीले भिडियो बनायौँ टिकटक बनायौँ हामीले यस्तो राम्रो राम्रो भिडियोहरू बनायौँ होइन लाइट गरेर मिलाएर अनि फेरि कमेडी भिडियोहरू पनि बनायौँ होइन अरू भिडियोमा चाहिँ अरू साथीहरू पनि हुनुहुन्थ्यो कि अरू दाजुहरू भाइहरू पनि फेरि दिदीबहिनीहरू पनि हुन्थ्यो तर उहाँहरू कोही पनि आउने भएन क्या तर हामी 6 जना मात्रै भए पनि बनायौँ अनि यति नै हाम्रो भिडियो